यो चाहिँ दरबार रिसोर्ट दरबार रिसोर्ट हजुर म राजी पनि छु खुसी पनि छु हर अभिभावक राजी पनि खुसी पनि हुनुहुन्छ बहुत धन्यवाद अनि आज हामी चाहिने चाहिँ यही उबेरपट्टिको अभिभावक मन्त्री उबेरपट्टिको हुनेवाला अभिभावक मन्त्री र परमेश्वरको आशिष चाहिँ त्यहाँ हुन्छ सबैको मन्दिरमा हामी परमेश्वर पढ्दैछौँ आजदेखि उसो दुःखमा सुखमा बिमारी अवस्थामा वा स्वस्थमा काममा वा फुर्सदमा अनिकाल वा सहकालमा अभावमा वा प्रशस्ततामा सङ्कष्टमा वा सहज अवस्थामा प्रेम र वास्ता गर्नको लागि विवाहित पत्नीको रूपमा स्वीकार गर्दछु हामी दुवैलाई मृत्युले अलग नगरेसम्म प्रेम परमेश्वरको उपस्थितिमा परमेश्वरको दासहरू र पवित्र जनहरूको समुदायको सामने म यो प्रतिज्ञा गर्दछु अब
परमेश्वरको आशिष माग्यो अन्तिम अन्तिम दिनमा आशिष मागिदिनुहुन्छ हामी सबै मिलेर आशिष माग्यो हुने भइसकेको स्वर्ग सिंहासन पृथ्वी पावन गरेर हामीलाई संसारमा हेरिरहनुहुने र सबै मानव जातिलाई देख्नुहुने र मानव जातिले गरेका सबै कामहरूमा तपाईँको आशिष र अनुग्रहले भरपूर गर्नुहुने परमप्रभु परमेश्वर तपाईँलाई धन्यवाद दिन चाहन्छु। आज यो खुसीको दिन र आनन्दको लागि धेरै धन्यवाद। तपाईँले जोडिदिनु भएको उहाँको जोडीमा तपाईँको आशिष अनुग्रह कृपा दया राख्नुभयो प्रभु। हामी तपाईँलाई शीर्ष गरेर धन्यवाद गर्छौँ, धन्यवाद दिन चाहन्छौँ। तपाईँ महापरमेश्वरले आफ्नो छोराछोरीको हिसाब तपाईँले गर्नुहुन्छ। तपाईँको छोराछोरीको यात्रामा तपाईँ समर्थ गर्नुहुन्छ। धर्मी ज्ञानको छोराछोरीलाई जहाँ गयो भने आशिषले आशिष हुनेछ। प्रभु फलाउसँग रोपेको जस्तै लहला हुनेछ। परमेश्वर हजारौँ गुणा फल फलाउने छोरा अनि छोरी हुनेछ। परमेश्वरको आशिषको लागि धन्यवाद। टेबलको वरिपरि राखेका भद्रेका मुन्ना जस्तो हुनेछ। परमेश्वरको आशीर्वादले थाप्नुहुने परमेश्वरलाई धन्यवाद। ओ प्रभु तपाईँको आशिष थुप्रै छ। त्यसै कारण यी दुई जोडीलाई दम्पति जीवनलाई तपाईँको आशिष अनुग्रह दासबाट अवजनहरूलाई अनुग्रह कृपा गर्नुहोस् र परमेश्वरको आशिष अनन्त आनन्दसँग रहोस्। त्यसरी नै मण्डली बढ्दै जाओस् र परमेश्वरको अनुग्रह प्रशस्तै हाम्रो नेपाल देशमा रहोस्। धन्यवाद। येशू प्रभु ख्रीष्टको नाममा आमेन आमेन। अन्तिम घडीसम्म परमेश्वरको आशिषले थापिदिनुहोस्। दिनमा बादलको खाँदा राति आगोको बल गरेर जोड्नु परमेश्वर तपाईँको आशिष मात्र होस्। उहाँको गाउँ बस्तीमा, उहाँको सहर बजारमा, उहाँको घर परिवारमा, उहाँको वंश अपवंशमा आशिषले भरिदिनुहोस्। परमप्रभु उहाँलाई देखिँदै सबै खुसी होस्। उहाँलाई भेट्दै सबै खुसी होस् र उहाँ आउने बेलामा अनुग्रहले भरिपूर्ण होस्। प्रभु आज यो खुसी गरी अब त्यो एक टुक्रा लिएर हाम्रो सुजनले रुचलाई खुवाउनेछन्। यो केक साह्रै मिठो हुन्छ। एकदम मिठो छ केक। कहिले पनि खासै यस्तो केकहरू उहाँले खानुहुन्छ। है त्यसमा अब रुचेमा त्यसरी हाम्रो सुजनलाई खुवाउनेछ है। ल हिजो अस्ति जुन खानु मात्रै आज जुन खानु सक्नुहुन्छ। Good. There is